सरी। आचिता दिदी हेर्नु न, त्यहाँ एकजनाले मुतिरहेछ। मुतिरहेछ रे? खोइ कहाँ? ऊ त्यहाँ हेर्नु न। पक, यसलाई जाने छ आज मैले। क्यामेरा अन गर त, यसको भिडियो बनाएर भाइरल गरिदिनु पर्छ यसलाई। मसँग क्यामेरा छ र अन गर्नु? क्यामेरा त तपाईको चस्मामा छैन र। ए हो त है, यो हतारको बेलामा केही याद हुँदैन भन्या। आइज हिँड। दिदी पख्नु त। किन? के भयो फेरि? यो ब्याग नबोक्ने? यो ब्याग त तपाईको पहिचान होइन। चुप लाग, कामको बेला जिस्किन्छस्। हिँड छिटो। ओ भाइ। हजुर दिदी। तिमीलाई लाज लाग्दैन? यो के गरेको तिमीले? एकछिन ल दिदी, अन्तिम 2 थोपा झर्न बाँकी छ, त्यो झार्न दिनुस् अनि बोल्छु ल। बल्ल आनन्द भयो यार। अबे साले। भन्नु त दिदी, के भन्दै हुनुहुन्थ्यो तपाईहरु? तिमीलाई लाज लाग्दैन भनेको? पिसाब गर्ने ठाउँ यो, त्यहाँ माथि छैन पिसाब गर्ने ठाउँ? माथि कहाँ? तपाईको टाउकोमा? के रे भाइ, बढी भएको हो तिमी? पुलिस बोलाऊ? बोलाउनुस्। यहाँको पुलिसहरुले मेरो केही बिगार्न सक्दैन, किनकि सबै पुलिस मेरो मामा पर्छ, मामा। ओ भाइ, न्यू खोजे हो तिमीले? चिने छ म को हो? चिनेको त छैन, तर कता कता ठमेलतिर देख्या हो कि जस्तो लागिराछ। के भन्यौ रे तिमीले? फेरि भन त। फेरि भन्नलाई म तपाईको नोकर हो? एकचोटी भन्दा सुन्नुहुन्न कि आँखा जस्तै कान पनि कमजोर छ। हेर भाइ, मलाई रिस नउठाऊ है। मलाई रिस उठ्यो भने नि तिम्रो मुत्ने पाइप काटेर फ्याल्दिन्छु नि फेरि। तपाईले काट्दा म चाहिँ हेरिबस्छु, म पनि च्यात्दिन्छु नि रगत निस्किने गरी। खत्तम। दिदी, के च्यात्ने कुरा गरेको यसले? के थाहा मलाई, सोध्न त्यसलाई नै। एक्सक्युज मी, के च्यात्ने कुरा भइराछ यहाँ? म पनि च्यातुम? त कहाँ हराएको के? हेर्न, यो 2टा सुड्डीहरुले मलाई अघिदेखि थर्काइराछन्। च्यात्दिने हो यिनीहरुको मुख? ए मुख पो होस् नच्यातुम। अलरेडी मेचीदेखि महाकालीसम्म च्यातिएको रहेछ, अझै कति च्यात्नु? त्यही माथि ओठ हेर्न, ओठ 20-30 वटा बारुलाले एकैचोटी चिलेको थियो कि क्या हो? ओइ भाइ, मुख सम्हालेर बोल है तिमी। हाम्रो दिदी कोठ बारुलाले चिलेर यस्तो भएको होइन, मौरीले चिलेर यस्तो भएको। ओइ डङ्किनी, त मेरो साइडमा छस् कि यिनीहरुको साइडमा छस्? तपाईले नै भन्नु भएन कसैलाई नराट्नु भनेर, त्यसैले जे हो त्यही भन्देको मैले त। ओइ, तलाई यो दिदी कता कता देखे जस्तो लाग्दैन? मलाई त लागिरहेछ यार। तिमीले पनि ठमेलमा देखेको भन्न खोजे होला हैन? अब त चप्पल फुकालेर हान्छु। होइन नि दिदी, तपाई जस्तो मान्छेलाई कहाँ ठमेलमा देख्नु हौ? ठमेलमा त राम्री पो देखिन्छन् त। अनि हाम्रो दिदी चाहिँ नराम्री हुनुहुन्छ त? हामीले राम्री भनेर राम्री हुने, नराम्री भनेर नराम्री हुने हो र? त्यो त ऐना हेरेपछि थाहा भइहाल्छ नि। भयो, छोड्नुस् त्यो सब। मैले साच्चीकै तपाईलाई देखेको छु के, तर कहाँ देखे याद नै आइरा छैन। तपाई नै भनिदिनुस् न, को हो तपाई? हु आर यु? दिदी, यसले इंग्लिशमा प्रश्न गर्यो तपाईलाई। यही हो मौका दिदी, इंग्लिशको जवाफ इंग्लिशमा दिने। He asked me who I am. I'm also asking you who are you? Can you give me answer? यो कस्तो इंग्लिश हो बे? यस्तो इंग्लिश त विजय शाहीले बोल्थ्यो हैन र? In our workshop if you make fun of me in the video of Nelson Dalist. दिदी, तपाई विजय शाहीको स्टुडेन्ट हो? को विजय शाही? म कसैको स्टुडेन्ट हैन र मलाई कसैले सिकाउनु पर्दैन, किनकि म जस्तो इंग्लिश कसैले बोल्दैन नेपालमा। बोल्नु दिए पो बोल्छ त। अरूले 1 शब्द बोल्दा तपाईले 10 शब्द बोल्नु हुँदो रहेछ। बोलेको हो कि र्याप हानेको हो थाहै नहुने। त्यसलाई कम्युनिकेसन स्किल भन्छ भाइ, जुन तिमीहरु जस्तो डरपोकमा हुँदैन। यदि हरेक नेपालीले 8 गरेर बोल्ने हो भने नि 5 वर्षमा हाम्रो नेपाल सिंगापुर जस्तो हुन्छ। ए, भनेपछि सिंगापुरमा चाहिँ मान्छेहरु 24 घण्टा बोल्दा रहेछन् हैन त? खाँदा, हक्दा, मुद्दा, सुत्दा जे गर्दा पनि बोल्दा रहेछन्। त्यही त बुझ्नु पर्यो होला नि। यो देशको केही हुनेवाला छैन। हिँड्जाऊ यहाँबाट। याद आयो, मलाई याद आयो। तपाई त त्यही दिदी हैन जसले हरेक चीजको भाउ घटाउनु हुन्छ? ए, बल्ल याद आयो। अघिसम्म चाहिँ के भएको थियो तिमीहरुको यादलाई? तपाई चुप लाग्नुस् त। तपाईसँग बोल्या छु म। दिदी, तपाई महान हुनुहुन्छ दिदी, महान। तपाई जस्तो समाज सेवक मैले आजसम्म देखेको थिइन। तपाईले यत्रो सामानको भाउ घटाइदिनु भयो, यो भाइको लागि पनि एउटा चीजको भाउ घटाइदिनु न दिदी, प्लिज। चिन्ता नगर, जबसम्म यो आचिता दिदी छ तबसम्म कोही महँगीको शिकार हुने छैन। भन, के चीजको प्राइस घटाउनु पर्यो मैले? चुरोट दिदी, चुरोट।
चुरोट महँगो भएर बाँच्नै गाह्रो भएको छ दिदी। प्लिज दिदी, जसरी भयो नि यो चुरोटको भाउ घटाइदिनु न भाइको लागि। हो दिदी हो, घटाइदिनु पर्यो। चुरोट महँगो भएर किडनी बेच्ने अवस्था आइसक्यो हाम्रो। प्लिज दिदी घटाइदिनु पर्यो। बरु म अबदेखि बाहिर मुद्दिन, टोइलेटमा मात्र मुद्छु, तपाईँको कसम। म त झन् टोइलेटमा पनि मुद्दिन, जीवनभरि यसरी नै थामेर बस्छु। दिदी यिनीहरूको कुरा नमान्नुस् है, यिनीहरूले तपाईँको दुरुपयोग गर्न खोजिरहेछ। म मर्छु तर चुरोटको भाउ घटाउँदिन। यसको भाउ त अझै बढाउनु पर्छ। चुरोटले क्यान्सर हुन्छ भन्ने थाहा छैन तिमीहरूलाई? क्यान्सर त सुँगुरको मासु, रागाको मासुले पनि हुन्छ नि। अब के मासु खान छोड्दिनु? मासुले भन्दा चुरोटले छिटो क्यान्सर हुन्छ नि त भाइ। हे दिदी, तपाईँ पनि के छिटो र ढिलोको कुरा गर्नुहुन्छ हौ? एक दिन सबैलाई मर्नै त छ नि। अरू मासु खाएर मर्छन्, हामी चुरोट पिएर मर्छौँ। अनि मर्नु पर्छ भन्दैमा काललाई निम्तो दिने त भाइ। हे, यो सुड्डी त लास्टै किचकिचे रहेछ यार। म अन्तिम र फाइनल चोटि सोध्दैछु है सुड्डी, चुरोटको भाउ घटाउने कि नघटाउने? घटाउँदिन। चाहे धरती खसोस् चाहे आकाश फाटोस्, म चुरोटको भाउ घटाउँदिन। ल ठिक छ, त्यसो भए म पनि अबदेखि बाटोमै हग्छु, बाटोमै मुत्छु, चाहे घाम लागोस् चाहे पानी परोस्। दिदी त्यहाँ हेर्नु त, फेरि एकजनाले मुतिरहेछ। रोम रोम भाइयो। ओ गॉड, यो नेपालीहरू के साह्रो अटेरी भएको के। ओ अंकल, मुत्ने ठाउँ हो यो? गल्ती भयो नानी, गल्ती भयो। एकचोटिलाई माफ गरिदिनुहोस् मलाई। सर तपाईँ? को हो दिदी? मेरो स्कुलको सर। म स्कुल पढ्दा साइन्स पढाउनु हुन्थ्यो। के हो पारा, साइन्स टिचर भएर बाटोमा मुत्ने? किन र नानी, साइन्स पढाउने टिचरलाई चाहिँ पिसाब आउँदैन र? पिसाब आयो भने टोइलेटमा मुत्नुस् न सर, यो बाटोमा त मुत्नु भएन नि। के गर्नु नानी, बाटोमा मुते जस्तो आनन्द टोइलेटमा मुद्दा आउँदैन। त्यही माथि यस्तो चापेको बेलामा कसले टोइलेट खोजी बस्छ हौ? दिदी तपाईँको सर त लास्टै फटा पो रहेछ। के भन्न चाहनुहुन्छ यो सरलाई? कपाल फुलिसक्यो, बुढो भइसक्यो, दाढी फुलिसक्यो, तर बुद्धि भने यति छैन यति। मैं तो टुट गया। नानी, सानोमा त यस्तो थिएनौ त तिमी, अहिले के साह्रो छुच्ची भएको? काम छैन यस्तो छुच्चीको। चाहिने चिजको चाहिँ भाउ घटाउँदैन, खाली पानी र चिप्सको भाउ घटाइ बस्छ। त सक्सेस घटाउन, सक्सेस भने घटाएर देखा त। तपाईसँग चाहिँ को बोलेको छ के? किन बिचमा पक्क पक्क बोल्नुहुन्छ? तपाईँ साइड क्यारेक्टर हो, साइड क्यारेक्टर भएर बस्नुस्, मेन क्यारेक्टर बन्ने कोसिस नगर्नुस्। इतना चुभने लगा हूँ सबको। सरी है सरी, हिजो राति मुलाको अचार खाएको थिए, बिहानदेखि पादाको आकै छ। के गर्नु, नपादुम भने पनि ग्यास्ट्रिक हुन्छ। ओइ के भयो तलाई, के भयो? लौ न, के भयो यसलाई? ओइ सुनिता, उठ न उठ, के भयो तलाई? अत्तालिनु पर्दैन नानी, तिम्रो साथी यो धुवा धुलोले गर्दा बेहोस भएको हो के। एकचोटि मेरो पात सुँगाउनु पर्छ, त्यसपछि चट्टै ठिक हुन्छ। ओइ सुड्डो, खबरदार, तिम्रै पात सुँगेर ढलेको हो म। फेरि पात सुँगाउने भन्छौ? तिम्रो पात निस्किने भुवाङ टाल्दिन्छु नि फेरि, होस् गर। केले टाल्नुहुन्छ दिदी, फेभिकलले कि सुपर ग्लुले? तँलाई किन चाहियो? तेरो पनि टाल्दिनु? टाल्दिनु, तर सुरुमा चुरोटको भाउ घटाउनु, त्यसपछि म आफै आउँछु फेभिकल लिएर तपाईँको घरमा। पर्दैन, उता जा फोरी। अझै गनाइरहेछ, कस्तो कुहिएको सिनो सिनो गनाको हौ। पात भन्ने कुरा यस्तै त गनाउँछ नि नानी, पर्फ्युम हो र फुलको बास्ना आउनलाई। पक, तिमीहरू एक एकलाई जाने छु मैले। तिमीहरूले मुतेको पादेको सबै रेकर्ड गरेछ मेरो चस्माले। अब सोशल मिडियामा अपलोड गरेर तिमीहरूको बेइज्जत गर्दिन्छु। ओइ सुनिस् तैले, दिदीले हाम्रो भिडियो सोशल मिडियामा हाल्ने रे, अब हामी पनि भाइरल हुने भइयो। दिदी, अरू सोशल मिडियामा नहाले पनि टिकटकमा चाहिँ नबिर्सिहाल्नु है, नत्र भाइटिकामा आउँदिन नि फेरि। अबे साले। दिदी मैले भनेको होइन, यहाँ पागलहरू बस्छन् भनेर। जाऊ यहाँबाट, नत्र पागलहरूले हामीलाई पनि पागल बनाइदिन्छन्। हो ठिक भनिस् तैले, यो पागलहरूलाई सम्झाउनु भन्दा कुकुरलाई सम्झाउनु राम्रो। हिँड्जाऊ। नानी तिम्रो ब्याग यहीँ छुटेछ, नलाने? तिमी नै राख पदुवा बुढो, तिम्रो लागि ग्यास्ट्रिकको औषधि पनि राखिदिएको छु, घरमा गएर खाऊ।